आदरणीय दर्शकहरू नमस्कार। यहाँलाई हार्दिक स्वागत छ ठकुरी बेन्जामिनबाट। मैले पछिल्लो समय नेपालको राजनीति परिवर्तनसँगै नेपालको सरकार परिवर्तन भएपछि पछिल्लो समय संसारकै महाशक्ति राष्ट्रहरूको दौडधुप निकै छ भन्ने कुरा यहाँहरूको बिचमा राखेको थिएँ र अस्ति पनि एकजना मध्यपूर्व हेर्ने अमेरिकी विदेश मन्त्री नेपाल आएका थिए भने आज पनि हाम्रो सरकार बनिसकेपछि नेपालमा पछिल्लो समय अमेरिकी भ्रमण निकै दौडधुप र निकै छिटो छिटो भइरहेको देखिन्छ र आज पनि आज पनि नेपालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौँ आउँदैछन्। उनी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत मानिन्छन् र उनको नाम चाहिँ सर्गियो गोर हो। आज उनी काठमाडौँ आउँदैछन् र राष्ट्रपति ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्गियो गोर 3 दिने नेपाल भ्रमणका लागि आउन लागेको कुरा चाहिँ राष्ट्रिय मिडियाले लेखेका छन्। र किन अमेरिकी विदेश मन्त्रीहरूको अथवा अमेरिकी विशेष अथवा अमेरिकी भिआइपीहरूको नेपाल भ्रमण किन भइराखेको छ? पहिला भन्दा पनि यो सरकारको पालामा निकै बढी चाहिँ अमेरिकी भ्रमणहरू भइराखेका छन् र भारतका लागि अमेरिकी राजदूत समेत भारतका लागि अमेरिकी राजदूत समेत रहेका गोरले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने योजना बनाएका छन्। तर हालसम्म उक्त भेटघाट निश्चित भएको छैन तर उनले भेटघाट गर्ने योजना बनाएका छन्। उनी 3 दिने भ्रमणका लागि आज नेपाल आउँदैछन्। गोरले यसअघि कहाँ भेटे त उनले है? उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले कहाँ दौडधुप गरे, कहाँ भेटे, यहाँ चाहिँ मिडियामा लेखिएको छ। गोरले यसअघि बङ्गलादेश, भुटान, श्रीलङ्का लगायतका देशको भ्रमण गरी त्यहाँका राष्ट्र प्रमुखसँग भेट गरिसकेका छन्। नेपालमा भने प्रधानमन्त्रीसँग भेट सुनिश्चित नभए पनि अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनालसँग गोरको भेटघाट तालिका निश्चित भएको छ भने उनले योभन्दा पहिला बङ्गलादेश, श्रीलङ्का, भुटानका राष्ट्र प्रमुखसँग पनि भेटिसकेका छन् भने उनी 3 दिने भ्रमणका लागि नेपाल आउँदैछन् र उनले चाहिँ सकेसम्म प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्ने नभए पनि अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनालसँग उनको भेट हुने निश्चित तालिका भएको छ। उनी आज 2083 वैशाख 17 गते काठमाडौँ आउँदैछन् र काठमाडौँको एयरपोर्टमा उनी उत्रिँदैछन्। सरकारले उनलाई चाहिँ रिसिभ गर्दैछ र उनी पछिल्लो समय अमेरिकी विदेश मन्त्रीहरू अथवा मध्यपूर्व अथवा मध्य एसिया हेर्ने विशेष र भिआइपी मान्छेहरू नेपाल नआएको ठाउँ नै छैन। उनीहरू विशेष गरेर नेपाल आउन चाहन्छन्, नेपालको राजनीतिमा प्रत्यक्ष प्रभाव राख्न चाहन्छन्। त्यसो भएको हुनाले किन विदेशीहरूको नेपाल भ्रमण भइरहेको छ र अहिले नेपाल आर्मीलाई पनि अमेरिकाले ठुलो हात हतियार पनि सहयोग गर्ने, हेलिकप्टर किन्नको लागि पनि पैसा दिने भन्ने कुरा बाहिर आएको छ। मैले बारम्बार भन्दै आएको छु कि हाम्रो सरकारले आफ्नो परराष्ट्र नीति ठिक ढङ्गबाट अगाडि बढाउनुपर्छ, नत्र भने देश चाहिँ ठुलो दुर्घटना पर्छ। धन्यवाद।